हजुर नमस्कार। आज गंगा दशहरा धनगढीको महानगरपालिका 16 बेडा बाबा मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ र बिदाको दिन पनि छ। आज भिडभाड गर्मीले गर्दा परिस्थितिवश मेला जान पाइएन, गइएन भनौँ। र आज बिदाको यो मौकालाई छोपेर मैले चाहिँ घरमा यो गमलाहरू, अब बर्खामा पानी धेरै पर्यो भने यो गमलाहरू कालो हुने अनि त्यो सिमेन्ट खुलिँदै जाँदा त्यो फुट्ने सम्भावना हुने भएकाले मैले आज यो घरमा गमलाहरू पेन्ट गर्ने काम बिहानदेखि गरिरहेको छु। छोराछोरीहरू सबै मिलेर सबै गमला अनि सानो सानो यो ढुङ्गाहरूलाई पनि पेन्ट गरेर मजाले यसरी सजाएर गमलाहरूमा राखेँ। गाइज, आज दिनभरिको हाम्रो दिनचर्या यसरी घरहरू सजाएर, गमलाहरू सजाएर, विभिन्न ढुङ्गाहरूलाई विभिन्न आकारमा हामीले सजाएर बिताएका छौँ र पेन्ट गरिसकेर भ्याएर फेरि गमलाहरूलाई आफ्नो यथास्थानमा राखेर यसरी हामीले सजाइसकेका छौँ। सम्पूर्ण गमलाहरू, फुलहरू यसरी सजाएको हामीले। विभिन्न रूप प्रतिरूप दिएर गमलाहरूलाई अझ पनि यहाँ सजाउने क्रम जारी नै छ। छोराछोरीहरू पनि सक्रिय रूपमा यो गार्डन। गाइज, आज दिनभरिको हाम्रो दिनचर्या यसरी घरहरू सजाएर, गमलाहरू सजाएर, विभिन्न ढुङ्गाहरूलाई विभिन्न आकारमा हामीले सजाएर बिताएका छौँ र पेन्ट गरिसकेर भ्याएर फेरि गमलाहरूलाई आफ्नो यथास्थानमा राखेर यसरी हामीले सजाइसकेका छौँ। सम्पूर्ण गमलाहरू, फुलहरू यसरी सजाएको छौँ हामीले। विभिन्न रूप प्रतिरूप दिएर गमलाहरूलाई अझ पनि यहाँ सजाउने क्रम जारी नै छ। छोराछोरीहरू पनि सक्रिय रूपमा यो गार्डन